हेलो नमस्ते। आज नेपालले आफ्नो यो स्कटल्यान्ड टुरको अन्तिम म्याच खेल्दैछ स्कटल्यान्डसँग T20 फर्मेटमा। नेपालले अहिलेसम्म खेलेका 7वटा म्याचमध्ये 6वटा जित निकाल्न सफल भएको छ भने 2टामा हार पुगेको छ। आजको म्याच जितेर नेपाल उच्च मनोबलका साथ नेपाल फर्किने तयारीमा हुनेछ भने स्कटल्यान्ड पनि आफ्नो ग्राउन्डमा आफ्नो अन्तिम खेल जितेर आफू चाहिँ हाई नोटमा फिनिस गर्न चाहनेछ। सायद यो गेम दुई टिमका लागि त्यही भएर नि अलि धेरै नै इम्पोर्टेन्ट रहनेछ। प्लेइङ 11को कुरा गर्दा नेपालको सायद सेम स्क्वाड नै खेलाउँछ होला, किनभने हिजो राम्रो ब्याटिङ बलिङ दुइटै राम्रो भएछ। त्यही कारणले सायद सेम स्क्वाड नै खेलाउँछ होला। स्कटल्यान्डले केही चेन्ज गर्ने चान्सेस हुनसक्छ, तर पनि लास्ट म्याच भएर उसले आफ्नो 100% दिने कोसिस नै गर्छ। नेपालले ओभरअल यो सिरिजमा एउटा राम्रो क्रिकेट खेलेको छ र नेपालले आफ्नो राम्रो प्रदर्शन गर्दै अगाडि बढिरहेको छ। यसपछिको सिरिज नेपालको एकदमै टफ हुनेछ, जुन वेस्ट इन्डिजसम्म छ। त्यसैले पनि नेपालले यो सिरिजलाई जितेर आफू हाई नोटमा फिनिस गर्न चाहनेछ। साथै स्कटल्यान्डले पनि युरोपियन क्वालिफायरको लागि 2026 वर्ल्ड कप क्वालिफायरको लागि आफू हाई नोटमा फिनिस गरेर होम सिरिजलाई सुखद अन्त्य गर्न चाहनेछ र त्यसको बादल चाहिँ नेपाल बन्न खोज्नेछ। यो म्याच एकदमै इन्ट्रेस्टिङ हुनेछ र दुईटै उत्तिकै कडा र उत्तिकै हार्डवर्किङ टिमहरू छन्। सायद एकदम रमाइलो हुनेछ यो म्याच हेर्नलाई। तपाईँहरू पनि आजको म्याच कसले जित्छ कमेन्ट गर्न नबिर्सनु होला। साथै यो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। धन्यवाद।